हेलो एन्ड नमस्ते गाइस सबैजनालाई स्वागत छ अर्को भिडियोमा। अनि आजको भिडियो चाहिँ अलिकति अरू भिडियोहरूभन्दा फरक हुनेछ किनभने आज चाहिँ हामी स्टुडियो जाँदैछौँ। अनि तपाईँहरू पनि म्युजिक रेकर्डिङको लागि म्युजिक एरेन्जको लागि चाहिँ अनि मिक्स मास्टरिङ त्यसको म्युजिक सम्बन्धी अनि स्टुडियोहरू खोज्दै हुनुहुन्छ भने चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो स्टुडियोको लोकेसन चाहिँ छ हात्तीवन ललितपुर। हजुरहरू कोही यता गोदावरीबाट आउँदै हुनुहुन्छ भने चाहिँ हात्तीवनको यो पुल थाहा नै होला। यो पुल कटेर अनि हामी लेफ्टपट्टि लिनुपर्ने हुन्छ। अनि सातौडाबाट आउँदै हुनुहुन्छ भने चाहिँ राइट लिनुपर्ने हुन्छ। यो लेफ्ट लिएर हामी अलिकति भित्र छिर्यो भने चाहिँ हामी त्यहाँनिर काठमाडौँ युनिभर्सिटीलाई देख्नेछौँ। त्योभन्दा अगाडि गयो भने चाहिँ अनि आइजिएसआई अनि स्कुललाई हामी भेटाउनेछौँ। त्यहाँबाट सिधै अगाडि जानुपर्ने। अनि स्कुलबाट अलिकति अगाडि आउँदाखेरि चाहिँ हामी यहाँनिर हाउसिङको गेट देख्दछौँ। अनि यो गेटबाट नै अलिकति अगाडि चाहिँ हामीले डिपो देख्दछौँ। अनि यो डिपोबाट चाहिँ हामीले राइट लिनुपर्ने हुन्छ। अनि यहाँबाट नि राइट लिएर 2-3 घरबाट पर अनि फेरि राइट लियो भने चाहिँ हामी फाइनल्ली स्टुडियोमा आइपुग्छौँ। ल आइपुग्यो हाम्रो राइडर। स्टुडियो यहाँभित्र अहिले चाहिँ स्टुडियो बनाउँदै गरेको हुनाले सामानहरू चाहिँ यस्तै लथालिङ्ग छ। अनि भित्रको सामानहरू बाहिर यस्तै भइरहेछ। यो भिडियो आइन्जेलसम्म चाहिँ सबै कुराहरू बनिसकेका हुन्छ सायद। दुईजना मिस्त्री के छ यता हेड मिस्त्री। हेलो के छ? स्टुडियो चाहिँ दाइकै हो। यस्तो छ भित्र। डामाडोल छ। अहिले बनाउँदै गरेकोले डामाडोल छ। यता बनिसकेको छ। अब यता बनाउँदै हो। बनेपछि बबाल देखिन्छ। यो चाहिँ लोकेसन टाइपको क्या भिडियो बनाइदिएको हुँदैन। धुलो तल खस्छ भनेर क्या। अनि स्टुडियो चाहिँ कसको भन्दाखेरि चाहिँ स्टुडियो हाम्रो याकुब दाइको हो। गीतहरू रेकर्ड गर्न अनि ऱ्याप बिटहरू बनाउन त्यसको लागि कन्ट्याक्ट गर्नु छ भने चाहिँ म दाइको कन्ट्याक्ट नम्बरहरू अनि फेसबुकहरू चाहिँ म तल राखिदिन्छु। अनि तपाईँहरू उहाँसँग कुरा गर्न सक्नुहुन्छ।